मा यो जाँतो कति सालमा लिनुभएको हजुरले? 24 सालमा। अनि कोसँग लिनुभयो? त्यहाँ भोले टाढा जेठा बुढा भन्ने हाम्रो भिनाजु हुनुहुन्थ्यो। हजुर हजुर। उनीका घर एउटा निहार आएर बसेको थियो। हजुर डुल्दै डुल्दै। हजुर हजुर। त्यो निहारले तल माडीको पुल मुनि हजुर त्यही माडीको ढुङ्गो कुँदेर जाँतो बनाएको रहेछ। हजुर हजुर। मैले 6 रुपियाँमा हजुर किनेर ल्याएँ। 24 सालमा किनेर ल्याउनु भयो? 24 सालमा किनेर। ओहो, धेरै वर्ष पुरानो। यो त 50 वर्षभन्दा बढी भयो। यो जम्मा 6 रुपियाँमा ल्याउनु भयो? 6 रुपियाँमा। अहिले कति पर्ला आमा यो? खै कति पर्छ अहिले? अहिले त 6000 भन्दा धेरै पर्छ होला। 6000 त। ए, अनि यसले के पिन्नुहुन्छ त नि हजुरले? यसले जे पनि पिन्छ। के पिन्नुहुन्छ? मकै पनि पिन्छ, चामल पनि पिन्छ, दाल पनि पिन्छ। हो। अनि यो तपाईँले माथि कता राख्नु भएको त नि? यो माथि तलामा राख्नु भएको? यो माथि माझका ढलनमा। हजुर। त्यहाँ छेउतिर झारेको। ए, आफूलाई सजिलो, धेरै पिन्न पर्दैन। हजुर हजुर। यसो दालसाल पिन्नलाई सजिलोको लागि हजुर राख्नु भएको छ। राखेको छ। 24 सालमा किन्नुभयो? 6 रुपियाँमा किनेको यो जाँतो। आहा, कसरी ल्याउनु भयो यत्रो गरुङको जाँतो? त्यो निहारले बनाएर ल्याएर जेठा बुढा कहाँ राखेको थियो। हजुर। त्यो निहार पनि त्यहीँ बस्थ्यो। हजुर। जेठा बुढा कहीँ बस्ने, वहीँ खानी अर्थ्यो। हजुर हजुर। अनि त्यही निहार कहाँ ठुल दिदी लिएर मैले भएर। हजुर। मेरी जेठी छोरी। हजुर। ठुल दिदी लिएर मैले भएर राधिका 1 कुन्टा पल्यान्ट बोकेर ल्याएको। सजिलैसँग ल्याउनु भयो? सजिलैसँग ल्याएँ नि। ए, अहिलेसम्म काम दिइरहेछ? 58 वर्ष पुरानोले। ए, अहिलेका ढिकी जाँताहरू यी अहिलेकाले खासै संरक्षण गर्न मान्दैनन्, तर तपाईँले जोगाएर यहाँ च्याट्ट बनाएर राख्नु भएको छ। ढिकी पनि थियो नि त तपाईँको घर? खै त कहाँ छ? ढिकीको ओखल सोखल छ के अरे, ढिकीको मुडो उतै घर कटेर राखेको छ। बनाऊँ भने सकिन्छ त्यसलाई नि? बनाऊँ भने चाहिए बनाउन सकिन्छ। सकिन्छ, त्यस्तो धेरै गाह्रो छैन। ल हस्, धन्यवाद है त। नमस्कार। ढुङ्गो पनि छ। हजुर। ओखल पनि छ, ढिकीको मुडो पनि छ। ती खाँबा छैनन्? खाँबा छैनन्। ए, ठिक छ। जय शम्भु। जय शम्भु।